2 महिना बादमा आउँदै हुन्छ मलाई त 2 वर्ष जस्तो लागिसक्यो यहाँ मेरो पुरा मदेखि टाढिएको मेरो विङ चाहिँ पाक्यो उडा लाता तिमीले लाता हान्यो नि त मैले तिमीलाई भुँडी चिरेर जन्माएको मम्मीलाई लाता हान्नुहुन्छ लु ढोक नमस्ते गर नमस्ते ए यत्रो चाउचाउ हालिदिएको यत्तिकै लिएर आएछ वापस बिस्कुट ठुलोले भन्नु थ्याङ्क यू मम्मी वेलकम भन्नु न मम्मी यही हो हाम्रो चाचाको डिनर होइन सरी मेरो छोराले गल्ती गरी सरी पनि भन्नु जान्दैछ है भयो पापाको सामान बटुल्दैछौ मेरो बुढा चाहिँ आउनु भयो पापालाई हक गर खै हक गरेको हक गर नखाइ नखाइ ल्याइदिएको किनेर चाहिँ होइन नखाइ ल्याउनु नि तपाईँलाई बर्थडे गिफ्ट यहाँ खाटमा बस्नु न हौ म जाएको थियो यता आउनु मन थिएन अनि क्या त अनि हेलो नमस्ते गाइस तपाईँलाई फेरि पनि स्वागत छ मेरो अर्को न्यू डे न्यू भ्लगमा अनि आज तपाईँसँग आइसकेको छु नयाँ भ्लग लिएर अहिले चाहिँ बेलुकाको भ्लग लिएर आइरहेको छु अनि यो भ्लग चाहिँ भोलि पनि म कन्टिन्यू गर्छु होइन अनि त्यही भएर आजै स्टार्ट गरिरहेको अनि हामी चाहिँ यहाँ वकिङ गर्दै कहाँ जाँदैछौँ भने चाहिँ मासु लिनु गएको सुँगुरको मासु अनि भोलि चाहिँ मेरो बुढा आउँदै हुनुहुन्छ 2 महिनामा आउँदै हुनुहुन्छ उहाँको लागि चाहिँ सुँगुर मासु लिनु गएको किनभने गएदेखि मेरो बुढाले सुँगुर मासु भनेको खानु मन लाग्यो भनेर उता पनि बाटोमा त पाएको थियो अरे तर बिपी हाई हुन्छ भनेर चाहिँ खाएको थिएन बुने जसरी भए पनि मलाई आउने दिन चाहिँ सुँगुर मासु चाहिँ हुनै पर्छ है जसरी भए पनि भनेको थियो त्यही भएर चाहिँ म निलमाथा जाँदैछु सुँगुर मासु लिनु खासमा त मगाउँदा नि आउँछ कि आउनु त तर त्यो अहिले त्यो घरमै ल्याइदिन्छ घर अगाडि अनि त्यो मासु त्यो सापकोमा चाहिँ 2 दिन भयो गनाउने मासु आयो नि त अस्ति खाँदाखेरि अनि त्यही भएर म बरु निलमाथाकै राम्रो आउँथ्यो बरु निलमाथाको गनाएको थिएन नि त त्यही भएर म निलमाथा जाँदैछु मासु लिनु छ कि छैन अब बेलुकातिर जाँदैछु सक्यो कि बा छ कि छैन थाहा छैन त्यो गाइस अब थिएन भने चाहिँ अब भरे बेलुकै मगाइदिनु पर्यो त्यो चाहिँ अघिल्लो 1 दिन अगाडि मगाउनु पर्छ नि त अनि भोलि ल्याइदिन्छ नि त हात गल्यो त्यही भएर चाहिँ मासु लिनु गएको अनि मेरो बुढा भोलि आउँदै हुनुहुन्छ होइन 2 महिना बादमा आउँदै हुन्छ मलाई त 2 वर्ष जस्तो लागिसक्यो यहाँ मेरो बुढा मदेखि टाढिएको अब झन् आएपछि त झन् फेरि हामी जाँदैछौँ घर होइन डिस्प्याच अब यो ठाउँलाई छोडेर अनि यो ठाउँलाई छोडेर गएपछि झन् मेरो बुढा त झन् 7-8 महिनामा आउनुहुन्छ त्यतिखेर त झन् 7-8 वर्ष जस्तो लाग्छ होला फेरि सँगै बस्ने बानी भयो नि त त्यही भएर मम्मी रेस्टुरेन्ट आउँदै हुन्छ रेस्टुरेन्टले चाहिँ यहाँ लुटी गयो मलाई आइसक्रिम दोकान रहेछ र ठेला राखेको रहेछ बाटोमै आइसक्रिम किन्ने मागेर लडाइँ गयो मेरो छोराले फेरि सस्तोको रोज्दैन महँगोकै रोज्छ खालि हात गल्यो क्या कस्तो यसरी भिडियो गर्ने बानी हराएछौ त्यही भएर गाइस अहिले चाहिँ जाँदै छु अनि त्यही भएर भिडियो पनि भ्लग पनि बनाइहाल्छु आज स्टार्ट गरिहाल्छु अनि भोलि यही कन्टिन्यू गर्छु अनि भोलि तपाईँले मेरो बुढालाई पनि देख्नु पाउनुहुन्छ मेरो भ्लगमा त्यो गाइस एकछिनमा भेट्छु ल बाई बाई हामी चाहिँ निलमाथा जाँदैछौँ मिस निलमाथा त्यस्तो छ बाटो अनि अहिले चाहिँ मलाई एउटा पनि भ्लगहरू छिटाउनु मन लाग्दैन जहाँ गएको पनि बनाउनु मन लाग्छ किनभने यो ठाउँलाई हेर्नु पाइन्छ नि त पछि अब गएर अहिले त अब जाँदैछौँ अनि अब यस्तो भ्लग गरेपछि पछि हेर्नु पाइन्छ नि त यसरी गएको थिएँ यस्तो ठाउँ हेरेको थिएँ भनेर यादगारको लागि पनि बनाउनु मन लाग्छ तर के गर्नु स्टोरेज फुल भइहाल्छ र रड्डी हुन्छ र त त्यो गाइस यसमा भेट्छु ल बाई बाई सबै मान्छेले हेर्दैछ मलाई के आउँदैछ 2 जना बुढी हाम्रो भएको भुँडी लागेर हेर आइसक्रिम कस्तो रहेछ ले तलको चाखाउ त कस्तो छ बस यस्तो छ यहाँ त जङ्गल मासु किनेर हिँडेको अब हल्का सपिङ गरेर मेरो छोरा चाहिँ यहाँ कहिले आइसक्रिम लगाएन
के आइसक्रिम हेर्न 20 रुपियाँको आइसक्रिम पनि यत्रो मात्रै डल्लो त्यो पनि झरायो माटोमा अनि फेरि 10 रुपियाँको पानी किनेर पखालेको के दिमागै 10 रुपियाँ थपेर यस्तै आइसक्रिम किन्दैन 20 रुपियाँको 20 रुपियाँको भुइँमा झारी गयो यतापट्टि फर्केर खाएँ यतापट्टि गाडी आउँदैन छोराले डस्टबिन फ्याँकेर आयो गाइजहरू आजकल चाहिँ डस्टबिन यसरी आउँछ है गाडीमा गाडीवाला आया कचरा निकालो भन्दै गीत गाउँदै आउँछ मेरो छोरा चाहिँ आयो मेरो छोरा चाहिँ फोहोर फ्याँकेर यहाँ बसेर गुड मर्निङ गाइज भनिदेऊ न त लु यता हेरेर गाइज गुड मर्निङ गाइज म चाहिँ बिहान भयो उठेँ होइन अनि भोलिपल्ट कन्टिन्यू गरिरहेछु अनि अहिले चाहिँ कति बज्यो 8 बज्यो होला हौ अनि त्यही हो मेरो छोरा चाहिँ उठेर पानी खाँदै हुन्छ जुठो लगाएर त्यसरी खानु हुँदैन पापा मागेर खानु पर्दैन किन खाएको त्यसरी अनि म चाहिँ मेरो बिहानको मेरो ब्रेकफास्ट चाहिँ भिन्डी पानी खाइसकेँ अब मेथी पानी गाडीवाला आया कचरा निकालो मेरो मम्मी ना इधरमा तो दादा नि सुनादिन भने अनि काले सुनाउँछ के रे भन त फेरि के सुनाउँछ रे म दादा आदैन मेरो मम्मीले अनि बस काले आउँछ ममा काली म रातभरि कहानी सुनाएर सुनाउँछु नि तिमीलाई देख्यौ खाना दुला मैले झुट भनेर सरी सरी मेरो छोराले गल्ती गरी सरी पनि भन्नु जान्दछ है गाइजहरू कानसम्म तर सरी मामा गर्छ है काम बिगाऱ्यो भने चाहिँ हैन झुट बोल्छ झुट तिम्रो लागि अहिले बाबा सरी भनेको त राम्रो हो नि त सरी भनेको त गुड सरी भनेको चाहिँ नि राम्रो अब यी कति ज्ञानी छोरा रहेछ भन्नुहुन्छ अरूहरूले बुझ्यौ तिमीलाई के को लाज लागेको सरी लु लास्ट भन भन्यो बिहानै बिहानै मेरो छोराले सबलाई गुड मर्निङ बोजू गुड मर्निङ मामा भन्छ तपाईको नाति हो भनेर फोन दियो भने त्यसो भन्छ भने दिएन भनेपछि भन्दैन अनि आफै उठेर दिइसकेपछि उठेर गुड मर्निङ म तपाईको छोरा हो मेरो नाम कसले सिकाउँछ बोल्नु गाइजहरू म त हिँडाको बोली के भन्छ कहाँबाट सिकेर आउँछ आमा बाउकोबाट सिकेको भन्छ आमा बाउले यस्तो सिकाएको हुँदैन है मैले चाहिँ आफै बाहिरबाट के सिकेर आउँछ छोराछोरी बिगार्नु आमाको हात भन्छ नि के हात आमाको मैले के छोराछोरी राम्रो नराम्रो सिकाइन्छ बाहिर गएर के सिकेर आउँछ अहिले के भन्यो मै छक्क परेँ सुसु जस्तो देख्यो अरे सुसुको कलर देख्यो अरे मेथीको पानी लडाइँ गर्छ अरे हेर्नु न अब ल आइज यसले अस्तिदेखि लडाइँ भन्दैछ आइज यहाँ यसलाई त म एकदम लडाइन्छ यहाँ आइज त आइज आइ खेल्छ अरे आइज लु डरायो गाइस ल आइज मेरो छोरा सकिन सरी मैले हारेँ गाइस दिन रात बिहान बेलुका मजाले हेल्दी चिज फ्रुट्स दुध हर्लिक्स कम्प्लेन खाएर कति डह्रो मेरो छोरा मै सकिनँ हौ फाइट गर्नु आया कति डह्रो नि यो कति स्ट्रङ मेरो छोरा उठ त
कति स्ट्रङ हौ देखाइदियो तिम्रो तागत ए मलाई हैन हौ लात हान्नु हुँदैन है Sini tatu. लात हान्नु हुँदैन खुट्टा ढोग्नुपर्छ खुट्टा ढोगा ठुलो खुट्टा ढोगा बाबा Mama bote. मामा लात हान्यो Mama bote latihan. अँ Biar wajib. Biar mana. लु खुट्टा ढोगा बाबा Ma, la, ma. तिमीले मेरो मलाई लात हान्यो बाबा पाप लाग्छ पाप Ma. हजुर Mana na inu ada mo tapi mana. अँ Unne na tatu man बनाइदिन्छ. ल लु खुट्टा ढोगा मामाको पहिला या. अँ उठा 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 लाता तिमीले लाता हान्यो नि त मैले तिमीलाई भुँडी चिरेर जन्माएको मम्मीलाई लाता हान्नुहुन्छ लु ढोका नमस्ते गर नमस्ते आशी थापा गड ब्लेस यु हो गुड भयो लाता हान्नु हुँदैन ल बुझ्यौ ओके ज्ञानी छ मेरो छोरा खै Ama. Fight. Kenula. अब पापा आएपछि खेल ल आमासँग त आमाको माया लाग्दैन फाइट पर्नु Baba sana kira ni tak ku. अँ यहाँ पऱ्यो पापा आउँछ पापासँग फाइट गर ल Lah, फाइट गर्नु ल lah. मेरो छोरालाई मैले कति स्ट्रङ बनाएको छु दुध खान्छ कम्प्लेन खान्छ कत्रो हाइट बढिसक्यो यसो त नापुम त यति आइसक्यो मेरो देख्यो मासु त चिकन आधी केजी खान्छ है लेग पिस Apa di mana baris? अब यति बाँकी रहेछ एक भित्ता बाँकी रहेछ म जति हुनुलाई कम्प्लेन खुवाउँदैछु नि त मेरो छोरालाई नि Ani mona dah sudah mau turun bayar di Gaza. Ada terbaik dulu. Hmm? Kalau dia. तुम 12 हो जाओगे मामा को ऐसे नहीं करना है मैं मामा ने तुमको Mama esir basudah. Kaku. Wow. ओ माय गॉड ओ माय गॉड Ya. ओ माय गॉड व्हाट इज स्ट्रङ माय बॉय माय सन यहाँ सुन न यता फर्क त नि यता हेर त अनि के Kasihan lu dinsa timin dia. के Tangkun. ले मेरो छोराले डस्टबिन फ्याँकेर चाहिँ कहाँ राख्नुपर्छ बाबा भुलेछ हौ गुड मेरो छोरा जहिले गाइजहरू डस्टबिन आउनुभन्दा अगाडि उठ्यो भने चाहिँ नि गाडीवाला आया कचरा निकालो गाडीवाला आया कचरा निकालो भने जान्छ डस्टबिन बोकेर हो Jap awam sana. Ucu. Ani jap sendela dah. Udah. Tanah fedincu. हो Ibu betai cendela. किन मामा के गराएको हुन्छ मोबाइललाई कसरी पत्ता चलेको हुँदैन Nanti hamle timile dah. Boleh mana? Attention dinsa. Ani jola ni utang wela. Kalau yang ल dekat. बाई गाइस भोलि भेटौँ ल धेरै गमथन भयो हाम्रो अब भोलि पापा आएपछि भेटाउँछु ल भन्न Papa bilang sila dinsa. बाई Bye. फेन्किस खाइदेऊ बोजू ए बोजूलाई हान्नुहोस् यहाँ फेन्किस खाइदेऊ गाइजालाई फेन्किस खाइदेऊ न गरिदेऊ न फु गरिदेऊ फु लु यता फ्याँक्दै लु ल बाई Bye. सो गाइस मैले भर्खर दोकान गराएको नि त मतलब सब्जी दोकान अनि लिची आएको रहेछ हौ अनि यो लिची चाहिँ 50 रुपियाँको 10-12वटा दिएको छ होला 160 रुपियाँ केजी अरे कति महँगो हौ अहिले नेपालमा कति सस्तो भइसक्यो लिची यहाँ आँपको सिजन यी फ्रुट्स ल्याइदिएको मेरो छोरालाई तागत आओस् भनेर सो गाइस म त एकछिन सुतेर भर्खर उठेँ होइन मेरो बुढा चाहिँ अझै पनि आइपुगेको छैन कता सदर आइपुग्यो भन्दै थियो अनि सदर आइपुगेछ अरे अनि उतै बसेर उतै निस्केर सामानहरू उतारेर मात्रै आउँछु भन्दै थियो होइन अनि एकछिनमा आउँछु भन्दै थियो अनि तर अहिले त खै कहाँ आइपुगेको पनि थाहा भएन अनि तपाईँहरूलाई मैले चाहिँ भिडियोमा के बनाएको भने चाहिँ मैले चाहिँ मेरो बुढालाई अस्ति मेरो बुढाको अप्रिलमा बर्थडे थियो नि त बर्थडे थियो अनि बर्थडेमा चाहिँ मैले मेरो बुढाको लागि चाहिँ मैले गिफ्ट किनिदिइरहेको थिएँ ठिक्क बर्थडे आउने बेलामा मेरो बुढा गएको नि त अप्रिल 5 तारिक हिँडेको भने अप्रिल 20 तारिक चाहिँ मेरो बुढाको बर्थडे थियो
अनि अहिले सुतेर उठेको आएकै रहेनछ होइन अनि तपाईँहरूलाई पनि म देखाउनु पऱ्यो अहिले अगाडि नै भनिहाल्नु पऱ्यो सुनाइराख्नु पऱ्यो भनेर क्या मैले खासमा अस्ति नै किनेको थिएँ मैले त्यतिखेर यो किन्दा भ्लग पनि बनाएको थिएँ तर मैले भ्लग चाहिँ मैले बनाइनँ त्यतिखेर मेरो बुढाले हेर्छ भनेर मेरो भिडियो त्यही भएर चाहिँ अहिले चाहिँ देखाइरहेको छु अनि मैले मेरो बुढालाई के किनिदिएको छु भने चाहिँ यहाँ सो गाइस स्टोरेज चाहिँ फुल भयो डिलिट होइन मेरोमा केही छैन र पनि कहाँदेखि स्टोरेज हुन्छ खै कहाँ अनि 75 रुपियाँको किन्यो भने 1 महिनाको 75 रुपियाँको 50 GB दिँदो रहेछ अन्त 1 महिनासम्म मात्रै थाम्ने अन्त के गर्नु भनेर अनि मेरो बुढा आउँछ होला हतार यहाँ घडी किन्दै थिएँ मैले अनि के पो भन्दै थिएँ मेरो बुढाले चाहिँ मैले प्रेग्नेन्ट हुनुभन्दा अगाडि 2020मै किनिदिएको थिएँ अनि 20मा किनिदिएको घडी चाहिँ 21, 22, 23, 6 वर्ष भयो लगाइरहेछ बिग्रिरहेछ अलिकति टाइम चाहिँ देखाउँला तर सबै त्यो काँटा घडी पनि चल्दैन जस्तो लाग्यो अनि त्यही भएर चाहिँ मैले घडी किनिदिएको साह्रै नै बुढीले किनिदिएको भनेर छोड्दैन लाक्कोलाई गर्छ अनि मैले चाहिँ अस्ति किनिदिएको थिएँ मैले चाहिँ यो घडी अहिले देखाउँछु ल मेरो बुढालाई बर्थडे गिफ्ट किनिदिएको अनि यहाँ चाहिँ यो चाहिँ मम्मीको तर्फबाट चाहिँ लुगा यो लुगा पनि भोलि देखाउँछु ल म मेरो बुढालाई यो चाहिँ मम्मीले किनिदिएको अरे हौ ज्वाइँलाई बर्थडे गिफ्ट किनकि बर्थडे खुवाएको थियो नि त हामीलाई खानु जबरजस्ती भनेर त्यही हो अहिले भोलि देखाउँछु एकसँग हेर्छु ल बाई बाई भयो पापाको सामान बटुल्दैछौ मेरो बुढा चाहिँ आउनु भयो बरु दिन बादबाट भेट भयो भन्दैछ पापासँग रेस्टुरेन्ट के अरे बाबा भयो तेरो पापाको यहाँ केही छैन खानेकुरा ल्याइदियो भनेर होला म त आइपुग्यो वेलकम हो कस्तो घटेर आएछ त किन के भयो मैले किनिदिएको भनेर यो मेरै बुढा हो यस्तो घटेर कालेर कालै भएर आएको त मैले त्यहाँ पाक्दैछ होइन यहाँ चाहिँ विङ्स बनाउँदैछु यहाँ अचार सुँगुरको मासु छ भातमा खाने अरे चिसोसँगै खाने अरे होइन हग गर पापाले हग गर खै हग गरेको हग गर बरु दिन बादमा भेट भयो भन्दैछ यहाँ को चिन्यो पापालाई ल आइपुग्यो बल्ल अघि आइसकेको मान्छे रातै पर्यो त्यो गाई एकछिनमा भेट्छु ल गाईहरू खाजा लगाइदिएको कि केही यत्रो चाउचाउ हालिदिएको यत्तिकै लिएर आएछ वापस बिस्कुट यहाँ हेर्नु न ए हेर त भाइ आम्मा यत्रो मैले 500 रुपियाँको बिस्कुट र उयो हालिदिएको थिएँ बिस्कुट र उयो कहाँबाट ल्याए यत्रो भुजिया चाहिँ फेरि खट्टा मिठा हो थाहा छ मलाई मैले लगाइदिएको खानेकुरा नखाइ ल्याएछ यत्रो भाइ भाइ नखाएको होला नि बिस्किट बुझ्लो खोलीमा के लिएर आयो हामीलाई चाहिँ के ल्याइदिनु भयो हामीलाई चाहिँ के ल्याइदिएको हो यत्रो किन खानु किनेको थियो उसलाई खानु दिएको होला यहाँ लिएर आएछ हेरौँ न के लिएको छ अब टाढा हेर्नु न उसलाई खानु अब यस्तोहरू खानु दिन्छ नि त उतातिर खाओस् भनेर दिएको तर नखाइ ल्याइदिएछ हेर्नु न आमाले पो नखाइ ल्याइदिन्छ त आमा म कति धेरै लिएर आएछ जुस त उसको खानुलाई दिएको यो जुस नखाइ छोरालाई ल्याइदिएको अरे थ्याङ्क फेरि भन त खै हक गरेर भनेर न थ्याङ्क यू पापा भनेर जाऊ छिटो छिटो कुदा
नाइस नखाइ ल्याइदिएको अरे हौ बिचरा खजुर सब उसलाई खानु दिएको सामानहरू नखाइ लिएर आएको हेर्नु न भाइ क्याडबरी त के भएछ यी अब यसको आइसक्रिम बनाइदिन्छु ल भरे दुध आएपछि चक्लेट मेरो बुढाले लिएर आएको सामान अब त्यतातिर त दोकान त हुँदैन थियो अरे छेउछाउमा अहिले उसलाई खानु दिएको सामानहरू चाहिँ हेर्न यहाँ हेर नखाइ ल्याइदिएको अरे पापाले बिचारा तिमीलाई एउटा देऊ बोजूलाई बोजूलाई कुन दिन्छौ छिटो दिइहाल्यो एउटा जुस देऊ न एउटा जुस भनेको जुस देऊ न बोजूले एउटा ठुलोवाला हौ यसो त कस्तो लोभी रहेछ हौ एउटा जुस देऊ न भनेको बोजूलाई मेरो बोली फाट्छ आत्तियो यो एस्टन आत्तियो अनि यत्रो चाहिँ किन लिएको त खानुपर्छ नि अनि भाइको लागि ल्याइदिएको अरे मलाई चाहिँ बुढीको लागि चाहिँ के ल्यायो बुढी र सासूको लागि यो कोकोनट वाटर रहेछ यो त बिलेको छैन रहेछ त आम्मामा हेर चक्लेट अम्मामा दोकानै लागेछ त नि यस्तो यो चाहिँ हामीलाई अरे यो चाहिँ हामीलाई ल्याइदिएको अरे यो सब खानुलाई दिन्छ क्या उता अलिक चिसो ठाउँमा त राखेर यस्तो खानु दिन्छ नि त नखाइ ल्याइदिएको अरे के साह्रो आफू नखाइ ल्याइदिएको हामीलाई ए खजुर लु मम्मी यो चाहिँ मम्मीलाई म त मन पनि पर्दैन ल ल ल कतिको भोक लागेछ कतिको भोक लागेछ अलिअलि 7 केजी 2 केजीमा 7 केजी घट्यो 2 महिनामा भनेको ए खानु दिएको चिज त नखाइ ल्याएछ यो यिनीहरू सब यो ड्राई फ्रुटहरू ए जुस त खानु नि यत्रो चाहिँ के गर्छ हामी चाहिँ नि खान्छ कति दिन चाहिँ खान्छ अनि तर तपाईँहरूलाई तर यो चिसो हुन्छ होला नि त है माथि त बाई बाई मेरो बुढाले लिएको सामान चाहिँ हेरिहाल्नु नखाइ ल्याइदिएको किनेर चाहिँ होइन नखाइ यो चाहिँ नि यो चाहिँ किनेर ल्याएको यो कि यो नि सुवाला डेरी मिल्क पनि किनेको केही छैन ए यो डेरी मिल्क पनि पो दिन्छ यो फ्रिजमा राख खै पापाले ल्याइदिएको कसरी खुसी स्पेसल जोइन्ट सप्लाई आज त्यो हड्डी हौ त्यो चाहिँ म खान्छु अनि मैले यो भुजा लिएको होला भनेको त होइन पो रहेछ खोलेर देखाउनु त यहाँभित्र त खिचिल मिचिल पो रहेछ त्यही त मैले भुजा सम्झेको थिएँ नि त यस्तोहरू लिएर पो आएको रहेछ यसमा पनि त्यही छ भुजा भनेको त होइन पो रहेछ यो चाहिँ यो चाहिँ म सन्जतिर लगिदिन आँटेको नानीले खाओस् भनेर भुजा भनेको त होइन पो रहेछ मेरो विङ चाहिँ पाक्यो कस्तो देखिरहेछ अब चाहिँ यहाँ सुँगुरको मासु फ्राई गर्ने अब हामी चाहिँ एकछिन बजार जान आँटेको तोपखाना अनि मेरो बुढाको जुत्तै मैले फ्याँक्दैछु जस्तो सुटकोट फ्याँक्नेलाई सोधेको थिएँ अनि बाहिर राखिरहेको थिएँ फ्याँक्ने जुत्ता भनेको भने चाहिँ लाग्यो नि मैले त फ्याँकिदिएछु तोपखाना गएर जुत्ता लिएर आउँछु भने
ल गाइस हामी चाहिँ आउने सब मेरो बुढाको जुत्ता लिनु गएको जुत्ता यो जुत्ता लिनु गएको भोलि पिटी लाग्नुपर्ने अरे अन्त मेरो बुढा यहाँ छ फाइनली भेट भयो हाम्रो 2 महिना बादमा बुढीलाई कति मिस गर्नुभयो भन्नु एकछिनै पछाडि ब्याग गरौँ भनेको त ब्याग त कस्तो पो आयो त अब यताबाट उज्यालो आएन भरे इन्टरभ्यू लिन्छु ल मेरो बुढाको अहिले त हामी बजार गएर भेटेर आउँछौँ स्विच चाहिँ नआएको अन्त कस्तो काले भएर आएछ मेरो बुढा 6-7 केजी घट्यो अरे हो 7 केजी मलाई चाहिँ कस्तो देख्नु मोटो मलाई त्यति नै हुन्छ त्यस्तै देख्यो अरे भोक लागिसक्यो कहिले गएर खानु भइसक्यो मम्मीले चाहिँ सुँगुर मासु डाम्दै हुन्छ मैले चाहिँ विङ्स पकाएर आइसकेको अब हामी खाना आँटेको अनि आमा चाहिँ के बनाइदिए मेरो बुढालाई भनेपछि यो चाहिँ बिहानकै भात हो यो चाहिँ बिहानकै भात बासी भात यहाँ टुपिया मैले नखाइ राखिदिएको मेरो बुढालाई यहाँ छ अचार को गर्यो अनि यहाँ छ सलाद अनि यहाँ छ विङ्स यहाँ चाहिँ मेरो बुढा नै भिडियो गर्दैछ भिडियो गर्ने सिकेर आएछ क्या हो यहाँ छ पोर्क अब चाहिँ हामी खाना आँटेको मेरो बुढाले हेर्नु ल कहाँदेखि फोटो खिच्नु सिकेछ यही हो हाम्रो चाचाको डिनर होइन मेरो बुढाको लागि स्पेसल त्यो गाइस खाइदियो खायो नि त पोर्क स्पेसल पोर्क खानु त पुरो खानु लु स्पेसल तपाईँको लागि आज कस्तो भयो 2 महिना बादमा खाँदा बिचरा मेरो बुढाले चाहिँ 2 महिनासम्म मासु पनि खाएको छैन अरे हौ एउटा पोर्क बस्नु खाएर देखाइदिन्छ लु बेबी यता कस्तो गम्मै हालेको हौ सो गरेर खानुपर्छ त हौ सुँगुरको मासु भनेको अहिले देखेन मेरो बुढाले गएदेखि सुँगुर मासु भनेको जाने दिन पनि सुँगुर मासु खुवाउनु पाइनँ अनि त्यही भएर आज चाहिँ मजाले बनाइदिएको 2.5 केजी मासुले बनाइदिएको बिलेर यति भयो त्यो गाई त्यसमा भेट्छु ल अब एकछिन खान्छु म आरामले खान्छु अनि भेट्छु ल बाई बाई किनभने भिडियो लामो पनि हुन्छ होला त्यही भएर एकछिन भेट्छु ल खाइसकेर बाई बाईलाई चाहिँ सो गाइस भर्खर खाना खाइसक्यौँ होइन आज मेरो बुढालाई म गिफ्ट दिनु पऱ्यो यहाँ मेरो बुढाको गिफ्ट छ होइन यहाँ बसिरहेको छ म दिन्छु ल ओ भाइ ल्याउ नि तपाईँलाई बर्थडे गिफ्ट यहाँ खाटमा बस्नु न हौ खाटमा बस्नु न खाटमा साह्रै उयो तपाईँलाई मैले भनेको थिएँ नि यहाँ हेर्नु यो घडी अझै लगाएर चल्दैन हेर्नु है टाइम मात्रै देखाउँछ यो काटै चल्दैन अहिलेसम्म लगाउँछ काम गर्दा नि यही लगाउँछ त त्यही लगाउँछ तर मन चाहिँ पराउँदैन है मेरो बुढाले अब हेरौँ ल एकछिन ल म फ्ल्यास लाइट बाल्नु पऱ्यो हेर्नु त यो चाहिँ मेरो तर्फबाट यो चाहिँ मम्मीको तर्फबाट है अस्ति त्यो सिएसटी गएको थिइनँ म तपाईँको लुगा ल्याउने दिन त्यो दिन नै ल्याएको मैले सिएसटीबाटै ल्याएको यही एउटा थियो रहेछ लुलु मलमा हेरेको लुलु मलमा त 10,000 20,000 15 लाखको मात्रै थियो लाख त अब सक्दिनँ तिर्नु यसरी हो बुढो यहाँ तान्नु न ह्याप्पी बर्थडे पापा अरे सरी 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 तिमी लु भेट्लाएको छैन हौ हेर मेरो छोरा थाहा छ बर्थडेको गिफ्ट दिएको भनेर कस्तो लाग्यो राम्रो लाग्यो मन पर्दैन भनेर टेन्सन लगाइरहेको थियो हो दोस्तले साह्रै भयो 6 वर्षदेखि लगाएको यो घडी चल्दैन पनि हौ हेर्नु न खै बुढीले दिएको भनेर मायाले लगाएको अरे अनि चल्ने
अनि यस्तो रोकिने घडी लाउनु हुँदैन अरे क्या नचलेको टाइम पनि बिग्रिन्छ अरे त्यही भएर खै छोरा न लु दिस फर यु केक त अब अस्ति काटेर खाइन हामीले बिर्स्यौ तिमीले छोरा नि एकछिन उता जानु यो घडी चल्दैन हौ माथिको सोनाटाको यो चाहिँ उयसको थियो यो चाहिँ के को पो थियो होइन यो उतै किनेको मैले तर यो बेबी यो सिक्किममा बनेको रहेछ हेर्नु न घडी मेड इन सिक्किम लेखिरहेछ रम्फू मेरो साथी चाहिँ काम गर्छ अनि यहाँको घडी प्राइस त यही लेखेको हुँदो रहेछ सिएसटीको घडी खैरौँ हात यत्रो बुढीले किन्दैछ के भन्नु पर्दैन अब सासूको हेर्नु ल सासूको हेर्नु त लु तर मम्मीलाई मन परेन यो हाफ पेन्ट चाहिँ हुन्छ हुँदैन म कन्फ्युज भइरहेको छु हाफ पेन्ट हुन्छ तर मेरो बुढा घटेर आएको छ चलाउनु हुँदैन बाबा आगो लाग्छ बाबा ल यस्तो चलाउनु हुँदैन मन पराएन मन पराउँदैन र तपाईँलाई किनिदिनु मन पर्दैन त चलाउनु हुँदैन कस्तो लाग्यो लु के भन्नु चाहन्छ नि सासूकोले सासूको नि त हो ठुलोले भन्नु वेलकम भन्नु न मम्मी मलाई त लुगा केही किन्नु हुँदैन लगाएर आउनु भन्छ अब आज ज्वाइँलाई लगाएर आउनु गर्नु मन पर्यो बुढा घर बस्दा पो अरे हौ फेरि यो लुगा पनि छोरा छाँदेको मम्मीलाई नमन परेको अरे फेरि हदसम्म लाएर आउँछ नि देखाउँछु ल कसरी देखाएर र स्टे ट्युन यहाँ न यो घडी नफ्याँक्ने अरे यसरी राखिदिनु न यो मैले के को किनिदिएको थिएँ हो मैले बिर्सेँ होइन ठुलै लाउनु पर्छ ठुलै सँगछ हाफ पेन्ट चाहिँ कस्तो सानो भएछ क्या मैले छानिदिएको अनि पैसा चाहिँ मम्मीले दिनुभएकै तर गाई चरो ज्वाइँ साहबलाई बर्थडे गिफ्ट कस्तो लाग्यो भेट्छ त स्वाद त्यता हो नि त राम्रो देख्यो त यहाँ बस्नु बर्थडे गिफ्ट लगाएर यहाँ बस्नु 1-2 सप्ताह भन्नु अब के भन्नु चाहनुहुन्छ तपाईँले आश गर्नुभएको थियो यता भन्दा लु आश गरेको थिइनँ भनेर आश गरेर लु भन्नु त हेरौँ कस्तो देख्यो मैले खास लुलु मलमा नि हेरिदिनु खोजेको तर लुलु मलमा 4-5 हजारको घडी नै थिएन हौ कस्तो नपत्ताको सिएसटी रेट हेर्नु न कति छ यहाँ
2899 को चाहिँ CST रेट हेर्नु न बेबी यता देऊ यता ए यहाँ नि त 2899 छ यो मैले पाएँ 17000 ए 1700 कि 1800 मा हो 17 कि 1800 हो 17 हो कि 1800 यहाँ हेर्नुहोस् यहाँ ग्यारेन्टी पनि छ तपाईँको सिक्किम कता रहेछ सिक्किममै देखाउँदा हुने रहेछ अब हाम्रो घरै सिक्किम हो डेट चाहिँ यहाँ मैले कहिले किनेको जनवरी फेब्रुअरी मार्च अप्रिलमा किनेको अप्रिल कि मेमा किनेको मेमा किनेको एक्स्ट्रा चाहिँ के किन्थ्यौ तिमीले बर्थडे गिफ्ट पापालाई त्यतिमै हालिदिएन के दिन खाएर ठस ठस भएर बसिरहेको छु मम्मी अगाउनु भयो जो आएर खुसी हुन्छ मम्मी सबसे धेरै खुसी त मम्मी हुन्छ हौ जो आएर किनभने घर जानु पाउँछु भनेर घर जानु हतार हाम्रो मम्मीलाई अहिलेदेखि होइन दिन गर्दै हुन्छ फ्रिज बेचिहाल कुलर बेचिहाल भनेर वाक्कै लगाइसक्नु भयो आया ढिलो हुन्छ भनेर त्यो गाइस हामीले टन्नै खायौँ होइन पोर्क विङ 2 PM होइन रामेन खायौँ अनि सलाद अनि बासी भातसँग खायौँ अनि मेरो बुढा चाहिँ कोक खायो कोक जुस खायो अनि त्यही हो गाइस अनि मैले चाहिँ पानी खाएँ जुस खाइनँ किनभने अब जुस खानु छोडेको नि त म अलिअलि मात्रै खान्छु हेर्न के सोचेको हाम्रो मम्मी त्यही हो गाइस अनि आजको भिडियो चाहिँ यति मेन गर्छु फाइनली मेरो बुढा पनि आइपुग्नु भयो होइन हिजो अस्तिको 2 महिना भइसक्यो जानुभएको 5 तारिक जानुभएको आज कति तारिक 24 तारिक आइपुग्नु भयो 2 महिना चाहिँ टक्क भएको छैन अनि त्यो गाइस अनि कस्तो लाग्यो बुढीले मिठो पकाएर खुवाएन खुसी हुन्छ दुःखी त हुन्न नि जस्तो जाँदाखेरि दुःखी त हुन्न नि जाँदा चाहिँ मेरो बुढा दुःखी थियो है किनभने मेरो बुढीले मजाले सुँगुर मासु खुवाएन भनेर दुःखी थियो अब चाहिँ खुसी छ अरे त्यो गाइस अनि हामी चाँडै नै अनि चाँडै नै हामी चाहिँ अब घर जाँदैछौँ होइन डिस्चार्ज गरेर लखनऊ छोडेर अनि त्यही हो के भन्नु चाहनुहुन्छ भन्नु त के दिने हो यसो भन्नु न कति हामीलाई मिस गर्नुभयो मलाई छोरालाई सासु आमालाई कति मिस मेरो बुढा हेर्नु त उता गएर गाडी आउँथ्यो कि गाडी पनि पर्खिन नसकेर चाहिँ वाउ पर्खिन नसकेर अटोमा आएको त्यति साह्रो एक्साइटेड भएर आएको त्यो गाइस अनि आजको भिडियो यति मेन गर्छु अनि 1-2 शब्द भनिदिनु न त तपाईँलाई कस्तो फिल लाग्यो भन्नु मम्मीले चाहिँ के भन्नुहुन्छ र अन्त यसरी देख्दैन नि त यसरी देखाउँछु मेरो छोराले यस्तोले भन्छ यो त सोनाटाको हो यो सोनाटा होइन नि फेरि त्यो सोनाटा हो क्या बेबी भन्नु न तपाईँले यत्रो सुन्नु न यो काँटा छ त्यसमा काँटा छ सेम हो यहाँ काँटा छ सेम टु सेम त होइन होला नि त भन्नु न छिटो भिडियो गर्छु त्यही त भन्नु 1-2 शब्द कस्तो भयो त्यहाँको तपाईँको सफर मजाको थियो यता आउनु मन थिएन अनि क्या त अनि त्यो गाइस भर्खर खाएर होइन गाडा ट्याम्मै भएर बसेको अनि के भन्नु चाहनुहुन्न तपाईँ साँच्चीकै भन्नु अलिक ठुलो छ ले भन्नु न मलाई मिस गरेँ त्यही त केही त भन्नु
ए मेरो बुढालाई बोल्नु भन्दा त बरु नि बरु यो मूर्ति बोल्छ तर मेरो बुढा बोल्दैन गाइजहरू त्यति नै हो अब आजको भिडियो चाहिँ मेन गर्छु कस्तो लाग्यो भनिदिनु होला सुरुदेखि अन्तिमसम्म हेरेर यहाँसम्म आइदिनु भएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद होइन अब फेरि नेक्स्ट भिडियोमा भेटौँला भन्दै नेक्स्ट भिडियोमा भेटौँला भन्दै हाँस्नुहोस् रमाउनुहोस् क्या पत्ता कल नहो बाई बाई गुड नाइट